ओके ल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई नमस्कार। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई नमस्कार। मैले आज पनि कक्षा 10 को विज्ञान तथा प्रवृत्ति विषयको चाहिँ 21/7 बल र चालका अभ्यासहरूको समाधान ल्याउने क्रममा योभन्दा अघिल्लो भिडियोहरूमा हामीले पेज नम्बर 193 को चाहिँ ढ नम्बरसम्म गरेका छौँ। गुरुत्व बलका 4वटा असर उल्लेख गर्नुहोस् भन्नेसम्म गरेका छौँ। आज हामीले बाँकी नम्बर अना नम्बर 3 ढर्के अनाबाट सुरु गर्दैछौँ र मैले यसमा भाइ बहिनीहरूले एकदमै किताब लिएर पेज नम्बर 193 पल्टाउनुहोस् र पहिला प्रश्नको राम्रोसँग अध्ययन गर्नुहोस्। त्यसपछि मात्रै यसको समाधानतिर समाधान हेर्नु होला। किताब कापी सबै अगाडि राख्नु होला है। 9 को उत्तर लेख्दैछु। योभन्दा अघिल्लोसम्म चाहिँ भिडियोमा आइसकेको छ है त। ल यहाँ के भन्छ त भन्दा पृथ्वीमा गुरुत्व प्रवेगको मान यसको अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ भनी देखाउन आवश्यक समीकरण प्रमाणित गर्नुहोस् भन्ने छ। अब यहाँ मान्ने नै हो यसमा है त, मान्नुपर्छ। मानौँ यो अरु केही पनि होइन, हामीले जी एम अपन आर स्क्वायर यही प्रमाणित गर्ने हो क्या, यही प्रमाणित गर्ने हो है। यो चाहिँ यस्तो हुन्छ भनेर चाहिँ देखाउने प्रमाणित गर्ने हो, अरु केही पनि होइन। ल यसलाई चाहिँ हेरौँ है त। प्रश्न चाहिँ राम्रोसँग हेर्नु होला है भाइ बहिनीहरूले। ल मानौँ पृथ्वीको सतहमा कुनै वस्तुको पिण्ड सानो याम कमा पृथ्वीको पिण्ड ठुलो याम अर्धव्यास आर है। आर छ भने गुरुत्वाकर्षण बल कति हुन्छ त? आकर्षण बल कति छ त? एफ हुन्छ। लेखौँ है त, एफ हुन्छ। यो मानेको हो है त। अब यसैमा जोड्दै मैले अब न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम अनुसार के हुन्छ त भन्दा F बराबर जी m1 m2 अपन डी स्क्वायर हुन्छ। अब यहाँ बोर्ड छोटो छ त्यही भएर मैले m1 अथवा ठिक छ त्यसैले अब चाहिँ त वार और F इजिकल टु के भयो त जी m1 को ठाउँमा के राखौँ त सानो याम ग्रहको याम राखौँ, ठुलो याम राखौँ, m2 को ठाउँमा वस्तुको याम राखौँ र d को ठाउँमा के छ त यहाँ r छ। स्क्वायर त के हो त फर्मुलाको भइहाल्यो। यहाँ बुझ्नुभयो नि, यहाँ केही छैन। हामीले के मानेका छौँ त पृथ्वीको सतहमा कुनै वस्तुको पिण्ड याम, पृथ्वीको पिण्ड ठुलो याम, अर्धव्यास r छ भने गुरुत्वाकर्षण बल F हुन्छ भन्ने भयो। यो मानेको हो यो। अब न्युटनको गुरुत्वाकर्षण विश्वव्यापी नियम अनुसार के छ त भन्दा F बराबर जी m1 m2 अपन डी स्क्वायर छ। वार और F भनेको जी नै भइहाल्यो यो अचलाङ्क
यो याम 1 भनेको पृथ्वीको पिण्ड याम ठुलो याम, किनभने मान्या छ नि त, यहाँ मान्या छ यता। र याम 2 भनेको चाहिँ वस्तुको पिण्ड सानो याम, र डी को ठाउँमा के छ त आर, किनभने अर्धव्यास छ नि त यता, यो अर्धव्यास, यो पनि दूरी त हो नि हैन र, दूरी हो, त्यही भएर आर, अनि आर चाहिँ स्क्वायर के अरे आर को स्क्वायर भइहाल्यो। अब हेर्नुहोस् है त, वार और एफ को ठाउँमा हामी चाहिँ याम जी लेख्न सक्छौँ, बराबर जी ठुलो याम सानो याम अपन आर स्क्वायर। किन याम जी लेखियो त भन्दा यहाँ कारण पनि दिनुपर्छ, किनभने न्युटनको चाल सम्बन्धी दोस्रो नियम अनुसार, किनभने न्युटनको चाल सम्बन्धी दोस्रो नियम, दोस्रो नियम, यत्रो यो लेख्दाखेरि अहिले फेरि यता चाहिन्छ है, छोडिदिउँ, किनकि तौल एफ बराबर के हुन्छ त याम जी हुन्छ। ल सकियो है त। ल यहाँनिर यस्तो छ, याम जी किन लेखियो त भन्दा हामीले थाहा छ नि त याम ए हो खासमा, एफ बराबर याम ए हो, र यो ए कस्तोमा हुन्छ त भन्दा यदि घर्षण विरुद्धमा अथवा पृथ्वीको गुरुत्व प्रवेगको कारणले, गुरुत्व बलको कारणले गर्दा उत्पन्न प्रवेग नभएको बेलामा चाहिँ त्यो बेला यो लेखिन्छ। यदि गुरुत्व बलले गर्दा चाहिँ कुनै वस्तुमा चाहिँ प्रवेग उत्पन्न भइरहेका छन् त्यो बेला जी लेखिन्छ, तर कुरा त्यही हो। अब हेर्नुहोस् है, यो याम र यो याम एउटै याम हो क्या, किनभने यो त सानो याम भनेको त पृथ्वीको वरिपरि भएको वस्तु, खसिरहेको वस्तुमा हुने पिण्ड हो नि त, त्यही भएर यो पिण्ड र यो पिण्ड के छ त यहाँ कट्छ, कटिसकेपछि के आउँछ यहाँ वार अर जी बराबर ठुलो जी याम अपन आर हो कि हैन को स्क्वायर हो, यहाँ आर को स्क्वायर आयो। अब हेर्नुहोस् है, अब उल्ट्याउने यहाँ हामीले यो बराबर लेखेर जी लेख्न सक्छौँ भनेपछि यो बराबर हटाएर र जी हटाएर समानुपातिक चिन्ह लेख्न सक्छौँ। त्यसैले जी समानुपातिक सानो जी समानुपातिक ठुलो याम अपन आर स्क्वायर यो गराउन सकिन्छ है। त्यसैले हेर्नुहोस् त, अब यो जी चाहिँ ग्रहको पिण्डसँग समानुपातिक हुँदो रहेछ, तर यो जी चाहिँ के रहेछ त ग्रहको अर्धव्याससँग चाहिँ के हुँदो रहेछ त व्युत्क्रमानुपातिक हुँदो रहेछ भन्ने कुरा आयो। अब हेर्नुहोस् है त, अब त्यसैले यो खासमा जी र आर को सम्बन्ध त के हुँदो रहेछ त, जी र आर को सम्बन्ध के हुँदो रहेछ त, अब जी र आर को सम्बन्ध देखाउँदाखेरि चाहिँ अब यसलाई इक्वेसन आई मानौँ। ल यसलाई के मानौँ त इक्वेसन आई मानौँ। त्यसैले गुरुत्व प्रवेग जी र ग्रह पृथ्वीको अर्धव्यास आर बीचको सम्बन्ध समीकरण आईबाट व्युत्क्रमानुपातिक हुने कुरा देखिन्छ। अब गणितीय रूपमा व्यक्त गर्दा के देख्यो त जी व्युत्क्रमानुपातिक 1/r स्क्वायर हुन्छ। यति कुरा भने हो।
आवश्यक समीकरण प्रमाणित गरोस् भन्ने कुरा छ। यहाँ देखियो नि त GB उत्क्रमणपातिक 1/r² हुने कुरा चाहिँ यसबाट देखियो है। ल अग्ला अग्ला घर होला नि। ल यसलाई चाहिँ एकदम भिडियो पज गर्ने अनि सार्न सकिन्छ। यो चाहिँ केही छैन, पृथ्वीको सतहमा कुनै वस्तुको पिण्ड याम छ, पृथ्वीको पिण्ड ठुलो याम छ, अर्धव्यास r छ भने गुरुत्वाकर्षण बल F हुन्छ। अब न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम अनुसार F बराबर G m1 m2 / d² हो र अब F बराबर G, अब एउटा याम भनेको ग्रहको याम पिण्ड, अर्को याम भनेको चाहिँ त्यो पृथ्वीको सतहमा खसिरहने वस्तुको पिण्ड भयो र r² भने त के भयो त अर्धव्यास भइहाल्यो। अब यसो गर्दाखेरि चाहिँ F बराबर याम G हुन्छ नि त, F बराबर याम A हुन्छ, तर यहाँ चाहिँ A को ठाउँमा के छ त G छ, त्यसकारण mg भयो। त्यसपछि यो अब हेर्नुस् है, यहाँनिर यो याम र यो याम किन काट्न मिल्छ त भन्दा यसमा भएको पनि के हो त भनेपछि खसिरहेको वस्तुको पिण्ड हो क्या। यो पनि के हो त खसिरहेको वस्तुको पिण्ड हो। यो दुईटै वस्तुको पिण्ड एउटै हुने भएको कारणले यो कट हुन्छ। G बराबर G याम अपन r² हुन्छ। अब यहाँ चाहिँ G समानुपातिक, किनभने यो समानुपातिकको चिन्ह हटाएर बराबर प्लस केही हामीले चाहिँ कन्स्टेन्ट भ्यालु राख्थ्यौँ भनेपछि यो कन्स्टेन्ट भ्यालु र बराबर हटाएर हामी के पनि राख्न सक्छौँ समानुपातिकको चिन्ह पनि राख्न सक्छौँ। त्यसपछि याम अपन r² भयो, यसलाई इक्वेसन I मान्यो। त्यसैले गुरुत्व प्रवेग G र पृथ्वीको अर्धव्यास r बीचको सम्बन्ध समीकरण I बाट व्युत्क्रमानुपातिक हुने कुरा देखिन्छ। गणितीय रूपमा व्यक्त गर्दाखेरि चाहिँ G व्युत्क्रमानुपातिक 1/r² हुन्छ भने यो प्रमाणित भयो है त। प्रमाणित भयो। ल यहाँसम्म भयो। अब अर्कोतिर जाउँ। ल मेडकिनमा अग्ला अग्ला घर होला नि भाग्यमा जे लेखेको। ल अर्को छ त नम्बरमा गुरुत्व प्रवेगलाई प्रभाव पार्ने कारक तत्त्वहरू के उल्लेख गर्नुहोस् भनेको, यहीबाट हेर्ने हो। ल प्रश्न नम्बर तको उत्तर है त। प्रश्न नम्बर तको उत्तर छ अग्ला अग्ला घर होला नि। अब यसलाई अलिकति अब यहाँ खासै यस्तो छ, गुरुत्व प्रवेगलाई प्रभाव पार्ने कारक तत्त्वहरू लेख्नुहोस् भन्ने कुरा छ। अब सुरुमा त हामीले अलिकति गुरुत्व प्रवेग भन्ने खसिरहेको, यसरी अलिकति गुरुत्व प्रवेग बारेमा लेखेर गरौँ न त। खसिरहेको वस्तुमा ग्रहको गुरुत्व बलले गर्दा उत्पन्न प्रवेगलाई गुरुत्व प्रवेग भनिन्छ। यसलाई प्रभाव पार्ने कारक तत्त्वहरू यस प्रकार छन् लेख्न सकिन्छ। यस प्रकार छन् लेख्ने केही छैन। जी यही त हो नि, हैन त हजुर। जी याम अपन r² त हो नि। अब यो कन्स्टेन्ट भइहाल्यो, यो दुईटा त हो नि खासमा, हैन त। यो त कन्स्टेन्ट भयो, प्रभाव पार्ने नै भन्ने कुरो भएन, छन् भन्ने कुरा हो। अब यस प्रकार छन् भन्ने कमा लेख्न सकिन्छ अथवा आईमा लेख्न सकिन्छ। के त ग्रहको पिण्ड र आईमा के छ त त्यस ग्रहको, एउटा ग्रहको पिण्ड अर्को ग्रहको अर्धव्यास भने हुन्न, फेरि त्यस ग्रहको के त अर्धव्यास। ओके ल।
सजिलो छ त ल, यसरी गरौँ है त। यो मोडल क्वेसन अनुसार कसरी गर्ने भन्ने कुरा चाहिँ त्यो हामी पछि छलफल गरौँला। अहिलेलाई चाहिँ यसरी लेख्दा भयो। ओके ल, यहाँसम्म भयो। ल अब अर्को प्रश्नतिर लागौँ है त। प्रश्न नम्बर 6 को उत्तर अब भिडियो पज गर्ने, फ्याक्टे लाएर सार्ने। प्रश्न नम्बर 6 को उत्तर 6 मा के छ त भन्दा पृथ्वीको सतहमा गुरुत्व प्रवेग 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ भन्नुको अर्थ के हो? यसको यस्तो छ, पृथ्वीको सतहमा चाहिँ गुरुत्व प्रवेग कति हुन्छ अरे 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ भन्नु। अब यसलाई मैले बुझाउँछु है त। ल क्वेसन चाहिँ राम्रोसँग हेर्नु। जस्तो एउटा ग्रह भयो, यो पृथ्वी याम भयो हैन, पृथ्वीको पिण्ड, यो चाहिँ आर भयो हैन। अब यहाँ त खसिरहने वस्तुमा चाहिँ प्रवेग कति हुन्छ त? कति हो? 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ नि त। जस्तो हामीले यहाँनिर यस्तो अलि हाइटबाट उठाइदिउँ है त। हाइटबाट चाहिँ खसालिदिउँ भने यो वस्तुलाई खसालिदिउँ त भन्दा, जस्तो यो ए पोइन्ट है, यो बी पोइन्ट र यसलाई सी पोइन्ट मान्ने हो भने यो र प्रत्येक सेकेन्डमा यो पनि 1 सेकेन्डमा हो, यो पनि के हो त 1 सेकेन्डमा है। हेर्नुहोस् त, यो ए पोइन्ट, यो बी पोइन्ट र यो के हो त सी पोइन्ट। ए पोइन्ट र ए पोइन्टबाट बी पोइन्टमा वस्तु खस्न आउने समय र बी पोइन्टबाट सी पोइन्टमा वस्तु खस्न लाग्ने समय के छ त एउटै छ। के छ? 1 सेकेन्ड छ। तर यहाँ फरक के छ त भन्दा दूरी फरक छ। दूरी फरक किन छ त भन्दा गति परिवर्तन हुन्छ। गति परिवर्तन हुनु भनेको के हो त? यही जी हो, गुरुत्व प्रवेग हो। गुरुत्व बलको कारणले गर्दा गति परिवर्तन भयो। त्यो गति परिवर्तन चाहिँ कतिका दरले हुन्छ त भन्दा 9.8 मिटर पर सेकेन्डका गतिका दरले चाहिँ गति परिवर्तन हुने हो भनेको। यहाँ चाहिँ अब 0 मिटर पर सेकेन्ड गति हुन्छ यसमा है। अब यहाँ आउँदा कति हुन्छ त 9.8 मिटर पर सेकेन्ड हुन्छ। अब यसबाट 9.8 प्लस 9.8 हुनु पर्यो। अब 19.6 मिटर पर सेकेन्ड हुन्छ। अब यो 19.6 मा फेरि प्लस 9.8 जोड्नु पर्यो। यसरी गति बढ्दै जान्छ। अथवा यसो अर्थ त परिवर्तन दर त एउटै देखिन्छ नि। 9.8 बाट 0 घटाउँदा कति हुन्छ? 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। बल्ल यो प्रवेग हो, परिवर्तन दर त यो भयो नि त। 19.6 बाट 9.6 घटाउँदा कति हुन्छ त? 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। त्यसकारणले गर्दा यहाँ के भन्नु खोजेको हो त भन्दा 9.8 मिटर पर सेकेन्डका दरले गति परिवर्तन हुन्छ प्रत्येक सेकेन्डमा भन्न खोजेको हो। त्यही हो है त। ल यहाँ के भन्छ त? पृथ्वीको सतहमा गुरुत्व प्रवेगको मान। ल एन्सर मैले लेख्न सुरु गरेँ है त। ल पृथ्वीको सतहमा गुरुत्व प्रवेगको मान 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ भन्नुको अर्थ प्रत्येक सेकेन्डमा खसिरहेको वस्तुमा प्रत्येक सेकेन्डमा हुने गतिको परिवर्तन दर 9.8 मिटर पर सेकेन्ड हुन्छ भन्नु हो। ल यति लेखे हुन्छ। अब यहाँ हेर्नुहोस् 9.8 त 9.8 यहाँ पनि छ, तर 9.8 मिटर पर सेकेन्ड स्क्वायर यहाँ छ। यो प्रवेग हो, यो चाहिँ गति हो। गतिको परिवर्तन दर चाहिँ कति रहेछ त? 9.8 का दरले प्रत्येक सेकेन्डमा चाहिँ खसिरहेको वस्तुमा गति परिवर्तन हुन्छ भन्नु नै के हो त? यसको उत्तर हो। ल भइहाल्यो। यसमा लामो चाख्ला कुरै छैन, बुझ्नु पर्ने कुरो पनि छैन। भिडियो पज गर्ने, भ्याच चलाएर सार्दिने। सकिँदैको अब अर्कोमा जाऊँ साथीहरु है त।
अर्कोमा के छ त द नम्बरमा हो थ पछि द भोइस अफ नेपाल। ओके ल द छ द नम्बरमा के भन्छ त भन्दा चन्द्रमाको पिण्ड। यसमा एकदमै बुझ्नुपर्ने छ है त। चन्द्रमाको पिण्ड पृथ्वीको पिण्डको लगभग 88 गुणा कम र यसको अर्धव्यास पृथ्वीको अर्धव्यासको लगभग 3.7 गुणा कम छ। भनेपछि यहाँ दुईटा छ नि त, यो पृथ्वी भयो हेर्नुहोस् है त, यो पृथ्वी भयो, यसका वरिपरि के छ त चन्द्रमा छ। यसको पिण्ड याम छ हुँदाखेरि चाहिँ यसको पिण्ड त के छ त यामलाई कतिले अरे 88 ले भाग गरेपछि पृथ्वीको पिण्ड बराबर हुँदो रहेछ। हो कि हैन? हो, चन्द्रमाको पिण्ड पृथ्वीको पिण्डको लगभग 88 गुणा कम छ र अर्धव्यास पृथ्वीको अर्धव्यासको लगभग 3.7 गुणा खान्छ। अब हेर्नु त, यो पृथ्वीको अर्धव्यास r छ भने यसको अर्धव्यास कति होला त? यसको अर्धव्यास चाहिँ यो r लाई कतिले त 3.7 ले भाग गरेपछि के हुने हो त? यो पृथ्वीको अर्धव्यासलाई 3.7 ले भाग गरेपछि यो चन्द्रमाको अर्धव्याससँग बराबर हुँदो रहेछ है। अब यसले के भनेको छ त भन्दा यो पृथ्वी छ नि, यो पृथ्वीलाई खाँदेर के गराउने अरे? खान त सम्भव छैन है, फेरि त्यो कोसिस गरौँला तिम्रो, त्यस्तो अपराध नगर्नु। यो पृथ्वीलाई खाँदेर के बनाउने अरे? चन्द्रमाको जत्रै आयतन बढाउने अरे। यो आयतन बढाउँदाखेरि के भन्छ? आयतन बराबर हुने गरी खान सक्यो भने यसको गुरुत्व परिवेगमा के असर पर्छ गरे, यही भनेको। अब यसलाई चाहिँ खाँदेर यत्रो बनाइयो भने यहाँ के कुरा बुझ्नुपर्छ त भन्दा हामीलाई चाहिँ गुरुत्व परिवेगको लागि त के चाहिन्छ त नि? जी बराबर जी पृथ्वीको याम अपन r स्क्वायर चाहिने हो कि होइन? हो। अब हेर्नुहोस् है, यो पृथ्वीलाई चन्द्रमा बनाउने भने होइन, पृथ्वीलाई पृथ्वी नै बनाउने, तर यसको आयतन घटाएर कसको आयतन बराबर गराउने रे? चन्द्रमाको आयतन बराबर। यो पृथ्वी त पृथ्वी यही हो, पृथ्वी यत्रो भइसक्यो। अब हेर है, पृथ्वी अब यत्रो भइसक्यो के गरेर? खाँदेर। हो कि होइन? अब यहाँ r रह्यो त, r त मेटाइयो नि, यहाँ r रहेन, r को ठाउँमा के रह्यो? यही रह्यो। r को ठाउँमा के रह्यो त? r अपन 3.7 रह्यो। r बराबर यो त के हो त? अर्को r1 हो है त, r1 भने r ड्यास भनौँ न। ल यस्तो r भइसक्यो। अब हामीले r लाई घटाइसक्यौँ पृथ्वीलाई, किन? आयतन घट्दाखेरि त के पनि घट्छ त? अर्धव्यास पनि घट्ने भयो नि त। अब घटेर कति भयो त? चन्द्रमाको जत्रो भयो। चन्द्रमाको छ r अपन 3.7 छ भनेपछि अब यो याम पनि घट्ला त। 88 यामबाई 88 लेख्ने त अब यहाँ लेख्ने नलेख्ने? किनभने r लाई यस्तो बनाइयो भने त यामलाई पनि लेख्ने होला नि त, नलेख्ने। हामीलाई थाहा छ नि, यो पिण्ड जहाँ लिए पनि जत्रो बनाए उत्रै हुन्छ, घटबड हुँदैन है। यो त कस्तो हो त भन्दा खुम्च्याइएको जस्तो यो कागज छ, अनि मैले यसलाई यसरी खुम्च्याएँ र पिण्ड परिवर्तन भयो त, यहाँभित्र चाहिँ परमाणुको सङ्ख्या कति छ भन्ने कुरामा घटबड हुन्छ त? हुँदैन। त्यही भएर यहाँ पनि के हुन्छ त? पृथ्वीको पिण्ड यामै हुन्छ। अब के छ र त? यो जी को ठाउँमा जी नै भइहाल्यो, यामको ठाउँमा यामै भइहाल्यो, किनभने पिण्ड स्थिर हुन्छ। अपन r को ठाउँमा चाहिँ के गर्नु पर्यो त? r अपन 3.7 को होल स्क्वायर गर्ने त हो नि, होइन र? हो नि। ल गर्नुपर्ने यही हो। र अब यसलाई चाहिँ मैले कसरी गर्ने भन्ने कुरा चाहिँ सिकाउँछु है त, लेखिदिन्छु। बुझ्यो होला तिमीहरूले। अग्ला अब प्रश्न अनुसार चाहिँ सुरु मानौ है त। प्रश्नको सन्दर्भ अनुसार अनुसारै मानौ है त। मानौ, प्रश्नको सन्दर्भ अनुसार मानौ। अब मानौ पृथ्वीको पिण्ड याम र यसको अर्धव्यास यहाँ गुरुत्व परिवेगमा के फरक आउँछ भनेको छ है त। यसको अर्धव्यास के छ त? r छ। अब गुरुत्व परिवेग
प्रवेग गुरुत्व प्रवेग g बराबर के हुन्छ त g पृथ्वीको याम अपन r स्क्वायर हो के नि त त्यसैले g बराबर ठुलो g याम अपन r स्क्वायर यो के हो त इक्वेसन आई भइसक्यो ल अब हामी यहाँ के भन्छ त भन्दा फेरि पृथ्वीलाई चन्द्रमाको आयतनसँग बराबर गराउँदा लेखौँ न खाँदेर बनाउँदा भन्ने लेख्छ अब मेरो बोर्ड सानो छ सकेसम्म म अलिक कमै लेख्छु है त गराउँदा के हुने भयो त भनेपछि अब यो याम पिण्ड याम बराबर के हुने भयो त याम नै हुने भयो किन त भन्दा पिण्ड स्थिर हुने भएकाले है पिण्ड स्थिर हुने भएकाले अब अर्धव्यास आर यो याम ड्यास मानौँ है त आर ड्यास बराबर के हुने भयो त अर्धव्यास त के हुने भयो त पृथ्वीको कति त पृथ्वीको सन्दर्भ प्रश्नले कति भनेको छ पृथ्वीको 3.7 हो हेर त पृथ्वीको अर्धव्यास r छ भने अब चन्द्रमाको अर्धव्यास कति हुने भयो त 3.7 गुणा कम भइसकेपछि त r अपन 3.7 गुणा हुने भयो नि त्यो प्रश्न अनुसार हो है यो फेरि प्रश्न अनुसार नै हो यो फेरि अब के हो त अब सोध्ने हो क्या गुरुत्व प्रवेग अब बल यसो हुँदाखेरि गुरुत्व प्रवेग कति हुने भयो त g ड्यास बराबर वाट हुने भयो हो कि हैन अब सूत्र अनुसार के हुने भयो त भन्दा g ड्यास बराबर त के हो नि त g याम ड्यास अपन r ड्यास हुने भयो कि भएन त भयो OR और g ड्यास बराबर के हुने भयो त यो g नै हुने भइहाल्यो यो याम ड्यास भने हामीले भर्खर के बनायौँ त यो पृथ्वीकै याम हो यो पृथ्वीको यामसँग बराबरै हुन्छ यो r ड्यास भने के बनाएको छौँ त r अपन 3.7 को होल स्क्वायर बनाएको छौँ हामीले किनभने चाहिँ अब त यो r रहेन नि त अब वार और g ड्यास बराबर यस्तो हुन्छ यो जियामै भइहाल्यो घर्ती मगर अब यो स्क्वायर चाहिँ r स्क्वायर नै हुने भइहाल्यो अपन 3.7 लाई स्क्वायर गर्दा कति हुन्छ त 3.7 लाई यसो 13.69 हुँदो रहेछ है यो चाहिँ कति 13.69 हुने भयो अब मैले यताबाट ल्याएँ है त ल अब वार और g ड्यास बराबर के हुने भयो त भन्दा चाहिँ यो जियाम त जियाम माथि नै छँदैछ अपन यो त यो माथि आउँछ हेर है 13.6 चाहिँ कति आउँछ त माथि आउँछ किनभने यो जियाम का मुनि केही नभए के छ 1 छ यो 13.69 त r का मुनि हो नि त त्यही भएर यो कति के आउँछ त माथि आउँछ यो 13.6 कति आउँछ त 13.69 माथि आउँछ इन्टु जी याम अपन तल के मात्रै रहन्छ यो r स्क्वायर मात्रै रहन्छ के यो 13.6 यो माथि आउँछ किनभने यस्तो भएको यहाँ अब हामीलाई a अपन b अपन c अपन d भएपछि त के हो त a अपन b इन्टु यो d माथि आउँछ अपन c तल हुन्छ नि त त्यही भएर यस्तो फर्मुलाबाट यो माथि आएको ल अब हेर है त यसो हुँदाखेरि चाहिँ अब हेर त यो खासमा वार और जी ड्यास भने त 13.69 भ्याल्यु यो जी याम अपन r स्क्वायर भने इक्वेसन आइमा के छ त जी भनेको त जी याम अपन r स्क्वायर यो भने त के रहेछ त इन्टु जी रहेछ नि त खासमा पृथ्वीको सतहमा हुने गुरुत्व प्रवेग रहेछ त्यसैले वार और जी ड्यास बराबर कति हो त 13.69 इन्टु यसको मान कति हुन्छ त 9.8 हुन्छ त्यसैले g ड्यास इज इक्वल टु यो कति हुने भयो त यो गुणन गर्दा कति आउँछ
134.16 हो पर सेकेन्ड स्क्वायर। अब यहाँ तल चाहिँ एकदम यसरी त्यसैले पृथ्वीलाई चन्द्रमाको आयतनसँग बराबर हुने गरी खाद्दा त्यसको गुरुत्व प्रवेगको मान जी बढेर जी ड्यास हुन्छ। कमा जसको मान कति आउँछ त? कति आयो? 134.16 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। लौ जाऊ अहिले खायो। यसरी लेख्नु पर्यो है त, टक्क लाएर। ल भिडियो पज गर्ने, छ्याट्ट लाएर लेख्ने, सक्यो। यो सरहरूले कतिपय स्कुलमा लेखाइसक्नु भएको छ होला, तैपनि अब कहिलेकाहीँ कन्फ्युजन हुन्छ नि, त्यसरी लेख्नु पर्यो। ल यसलाई पनि मैले मेटाइदिएँ अहिलेलाई। ल 32 मिनट भइसकेको छ। ओके, भेरी गुड। ल अर्को रहेछ प्रश्न नम्बर ध हो। प्रश्न नम्बर ध को उत्तर। प्रश्न नम्बर ध को उत्तर छ घर होला नि। मसी सकिन पो लाग्यो भाइ। ल धको उत्तर छ बाहिरी अन्तरिक्षमा एउटा 1 केजीको वस्तुमा हुने गुरुत्व प्रवेग 2 मिटर पर सेकेन्ड स्क्वायर छ। उक्त स्थान 10 केजीको वस्तुमा हुने गुरुत्व प्रवेग कति हुन्छ? तर्कसहित पुष्टि गर्न भन्ने कुरा छ। यो भनेको कस्तो त म पहिला बुझाउँछु है त। यो पृथ्वी भयो, यो अन्तरिक्ष क्षेत्र भयो है, यो अन्तरिक्ष क्षेत्र भयो। अब यहाँ भित्रको वस्तु यहाँ तलतिर खस्छ, तर यो भन्दा बाहिर अन्तरिक्षको बाहिर भएको वस्तुकोमा चाहिँ के छ त, बाहिर खस्दैन। कति के हुन्छ त, यसको वरिपरि घुम्न सुरु गर्छ। कसले गर्दा? यो पृथ्वीले गर्दा। अब यो 1 केजी भएको वस्तुको प्रवेग कति छ अरे? गुरुत्व प्रवेग जी बराबर 2 मिटर पर सेकेन्ड स्क्वायर छ अरे। अब यही ठाउँमा फेरि यो 10 केजीको राख्दाखेरि चाहिँ, यति नै दूरीमा यो 10 केजीको राख्दाखेरि चाहिँ 10 केजीको कुनै वस्तुलाई यहाँ राख्यो भने यसको प्रवेग कति होला त भन्छ? यसको पनि के हुन्छ त, 2 मिटर पर सेकेन्ड स्क्वायर नै हुन्छ। किन त भन्दा हामीलाई थाहा छ जी बराबर जी ठुलो याम अपन आर स्क्वायर हो। अब यो चाहिँ आखिर दूरी त्यतिमै छ भने त अब सम्बन्ध यसमा हो नि त, यो आरमा लाग्ने हो, यो याममा लाग्ने हो। अब यो सबै चाहिँ एउटै छन्, मात्रै के हो त, यो वस्तुको पिण्ड मात्रै फरक हो। वस्तुको पिण्डसँग त गुरुत्व प्रवेगको कुनै पनि सम्बन्ध हुँदैन। त्यसकारणले गर्दा 2 मिटर सेकेन्ड नै हुन्छ भन्ने कुरा। ल यसलाई पनि मैले लेखाइदिएँ है त। ल बाहिरी अन्तरिक्षमा एउटा 1 केजीको वस्तुमा हुने गुरुत्व प्रवेग, बाहिरी अन्तरिक्षमा एउटा 1 केजीको वस्तुमा
हुने प्रवेग 2 मिटर पर सेकेन्ड स्क्वायर छ भने 10 केजीको छ भने अन्य सबै अवस्था यथावत राख्दा भनेको प्रश्न त्यहाँ दिया छ है। त्यही राख्दा 10 केजीको पिण्ड भएको वस्तुमा उत्पन्न हुने अनि गुरुत्व प्रवेग पनि कति हुन्छ त? प्रवेग पनि कति हुन्छ? 2 मिटर पर सेकेन्ड स्क्वायर नै हुन्छ। किनभने गुरुत्व प्रवेगको मान खसिरहेको वस्तुको पिण्डसँग सम्बन्ध राख्दैन। अब म्याथमेटिकल्ली कस्तो देखियो त भनेपछि यो जी को मान छ नि त, जी को मान त के हुन्छ त? जी याम अपन आर स्क्वायर हुन्छ क्या। अब यसमा खसिरहेको वस्तुको याम छ त? छैन भने त के हुन्छ? त्यति नै हुने भयो। ल फेरि एकचोटि भने बाहिरी अन्तरिक्षमा एउटा 1 केजी वस्तुमा हुने प्रवेग 2 मिटर पर सेकेन्ड स्क्वायर छ भने अन्य सबै अवस्था यथावत राख्दा भनेको यो 1 केजीको वस्तुमा हुने सबै चिज जे छ त्यही मात्रै यथावत राख्ने र 10 केजी पिण्ड मात्रै बढाइयो। 10 केजीको पिण्ड भएको वस्तुमा उत्पन्न हुने गुरुत्व प्रवेग पनि 2 मिटर पर सेकेन्ड स्क्वायर नै हुन्छ, किनभने गुरुत्व प्रवेगको मान खसिरहेको वस्तुको पिण्डसँग सम्बन्ध राख्दैन भनेको यहाँ देखियो। ल यो पनि भइ नै हाल्यो। अब कति नम्बरको रह्यो त? प्रश्न नम्बर 9। प्रश्न नम्बर 9 है त। एकजना मानिसले आफूसित भएको पिण्ड र तौल पहिले हिमालमा मापन गरेर पछि पुनः तराई भागमा गएर मापन गरे। उनले पिण्ड र तौल मापन गर्दा प्राप्त हुने तथ्याङ्क तुलना गर्नुहोस् भन्ने छ। हामीलाई थाहा छ जस्तो यो हिमाली भेगमा हिउँ पर्यो कान्छी मर्स्याङ्दी खोला बग्नालाई हो कि, होइन त हजुर? ल यहाँ हिमालमा एउटा पिण्ड तौले, अर्को के त? तौल नापे। अब सुरुमा यहाँ एउटा कुनै चिज आयो, पिण्ड याम आयो मानौँ, तौल के आयो त? डब्लु आयो रे। अब यसलाई यहाँ तराईमा ल्याएर नाप्ने। तराईमा ल्याएर नाप्दाखेरि पनि पिण्ड चाहिँ कति हुन्छ त? पिण्ड त याम नै हुन्छ, तर तौल के हुन्छ त? तौल चाहिँ जे पनि हुनसक्छ। जे पनिको अर्थ बढी हुन्छ यसमा। किन बढी हुन्छ त भन्छौ भनेदेखि पिण्ड जुनसुकै ठाउँमा लिए पनि स्थिर हुन्छ, हेर परिवर्तनशील हुँदैन। तौल चाहिँ गुरुत्व तौल भनेको के हो त? गुरुत्व बल भएको कारणले गर्दा चाहिँ यो चाहिँ ठाउँ अनुसार फरक हुन्छ। ठाउँ अनुसार किन फरक हुन्छ त भन्छौ भनेपछि
हाम्रो पृथ्वीबहादुर ढल्लो वास्तवमा साँच्चै गोलो छैन अरे क्या। यस्तो टाइपको त छ हैन, तर एउटा गोला त छ, तर चाहिँ खासै त गोलो छैन नि त पूर्ण रूपमा त। त्यही भएर यहाँ अर्धव्यास चाहिँ फरक फरक पर्छ क्या, अर्धव्यास फरक फरक पर्छ। अर्धव्यास फरक फरक पढिसकेपछि के त गुरुत्व बल पनि फरक फरक पर्छ। गुरुत्व बल फरक फरक परेका कारण त तौलो फरक फरक पर्ने हो, किनभने गुरुत्व बल र तौलो भनेको कुरा एउटै हो है। ल अब लेखाउनै पर्ने हो भनेपछि लेखाउँ त ल। एकजना मानिसले आफूसित भएको पिण्ड र तौलो पहिले हिमालमा। अब प्रश्नको सन्दर्भ अनुसार एकजना मानिसले पिण्ड र तौल क्रमशः हिमाल र तराईमा नाप्दा पिण्ड स्थिर हुने भएकाले पिण्ड स्थिर हुने भएकाले हिमालमा जति थियो हिमालको नापसँग बराबर हुन्छ तर तौल अर्धव्याससँग सम्बन्ध राख्ने भएकाले पृथ्वीको सबै ठाउँमा अर्धव्यास एकनास छैन हैन। त्यसैले तौल हिमालको भन्दा हिमालमा नापेको नाप भन्दा बढी हुन्छ है त होला। यसरी पिण्ड स्थिर हुन्छ, निष्कर्ष है, स्थिर हुन्छ, तर तौल ठाउँ अनुसार फरक फरक हुन्छ। ल यसलाई पनि झ्याप्प लाएर चाहिँ स्क्रिनसट गर्ने अथवा भिडियो पज गर्ने, सरर सार्ने है त। ल ल अर्को छ प्रश्न नम्बर 5 को उत्तर। प्रश्न नम्बर 5 को उत्तर यहाँ के भन्छ त भन्दा
एकजना विद्यार्थीले डिजिटल तराजुमा जोखेर पहाडी भेगबाट सुन्तला किनेर तराईमा ल्याई बेच्दा फाइदा हुने युक्ति बताए। उनको त्यो युक्ति वैज्ञानिक तथ्यका आधारमा सही रहेको नरहेको पुष्टि गर्नुहोस् भन्ने छ। यस्तो छ, अब हामीले के बुझ्यौँ त भन्दा अहिले भर्खरको प्रश्नको समाधानले पनि हिमालमा भन्दा तौल बढी कहाँ हुन्छ त, तराईमा हुन्छ भन्ने कुरा बुझ्यौँ। अब यो बुझिसकेपछि विद्यार्थीले त कक्षा 10मा पढ्दै गरेको विद्यार्थीले ओखो हिमालबाट स्याउ बेचेर किनेर ल्याएपछि त तराईमा त तौल त बढी हुन्छ, अब माथि कम देखाउँछ। तर यहाँ चाहिँ जस्तो हिमालमा 500 न्युटन कुनै देखाएको छ भने त यहाँ त पक्कै पनि 700 न्युटन हुन्छ। अब 700 न्युटनले बेच्यो भने त फाइदा हुने भयो नि त, त्यो जुक्ति लगाएछ। यो जुक्ति चाहिँ वैज्ञानिक हिसाबले कतिको सत्य छ भन्ने कुरा छ, सत्य छैन। किन सत्य छैन त भन्दा मान्छेले तौल किन्दैन, पिण्ड किन्छ है। पिण्ड तौलको मानमा फरक आए पनि पिण्डको मानमा उही आउँछ। जस्तो इक्जाम्पलको रूपमा यो हिमालको कुरा गरेँ मैले। ल हिमालमा एउटी मोटी केटीको तौल कति थियो र त? तौल चाहिँ 500 न्युटन थियो अरे है। 500 न्युटन तौल हुँदाखेरि चाहिँ पिण्ड कति छ त? त्यसको पिण्ड कति हुन्छ त? अब पिण्ड 10 ले भाग गर्ने 50 केजी थियो है। यो हिमालको कुरा हो। अब यो मोटी केटीलाई तराईमा ल्याउँ है त। तराईमा ल्याउँदाखेरि हेर त, अब वास्तवमा तराईमा ल्याउँदाखेरि त अब के त तौल राख्नु पर्यो, डब्लु बराबर के हुन्छ त? यामजी हुन्छ नि त, हो कि होइन? अब यो जी पनि तराईमा बढी हुन्छ, के अरे बढी हुन्छ नि त। यो याम त यो पिण्ड स्थिर हुन्छ, 50 हुने भइहाल्यो है, 50 हुने भइहाल्यो। अनि तौल बढी कति हुन्छ त भन्दा यहाँको भन्दा अब अलि बढी हुन्छ क्या, 9.8 चाहिँ यहाँ राखेको थियो भनेपछि तराईमा त जी त अलि बढी हुन्छ नि। किन बढी हुन्छ त भन्दा अर्धव्यास कम हुन्छ। त्यसैले यहाँ 10 ले गरिरहेको थियो भनेपछि अब यहाँ 9.8 ले गरेको भने त ल 11 भन्न त मिल्दैन मैले त्यसरी होइन। तर मैले अलिकति यसको बढी निकाल्नलाई मैले ल 11 थप्दिएँ है त। 11 यो चाहिँ अब इक्जाम्पल त्यति ठिक होइन, तर मैले 11 थप्दिएँ है त। 11 पंचे 55, यो 0 50 के आयो त? न्युटन आयो। हेर त 50 न्युटन त यहाँ बढी आयो क्या त्यो मोटी केटीको। हेर अब हामी त किन्ने बेला त खासमा त्यसको पिण्ड नाप्छ नि त। डिजिटल तराजु नाप्ने भनेको के हो त? पिण्ड नाप्ने हो। यो तौल जतिसुकै होस् मलाई त भएन, पिण्ड के भयो त? यहाँ पनि 50 छ, यहाँ पनि के छ त? 50 छ। त्यही भएर नाफा भयो त भएन। त्यसैले यस्तो चाहिँ यो लाटो लोट्यो 1 बल्ड्याङ, बाठो लोट्यो 3 बल्ड्याङ भन्छन् नि, हो यस्तो काम गर्नु भएन। अब यही कुरालाई मिलाएर लेख्नु पर्यो है त। ल बुझाउ त। एकजना विद्यार्थीले डिजिटल तराजुमा जोखेर पहाडी भेगबाट सुन्तला किनेर तराईमा ल्याई बेच्दा फाइदा हुने युक्ति बताए। प्रश्नको सन्दर्भ अनुसार भन्ने यो धेरै नै सार्नु ल। प्रश्नको सन्दर्भ अनुसार पहाडबाट सुन्तला किनेर प्रश्नको सन्दर्भ अनुसार पहाडबाट सुन्तला किनेर तराईमा ल्याई बेच्दा फाइदा हुन्छ भन्ने धारणा गुरुत्वबललाई के पनि हुन्छ? तौल पनि हुन्छ है त। गुरुत्वबल पहाडमा भन्दा
तराईमा बढी हुन्छ भन्ने धारणाले विकसित गरेको हो तर डिजिटल तराजुले तौल भन्दा पनि पिण्डको मापन गर्ने भएकाले उक्त धारणा विज्ञानको दृष्टिकोणबाट तथ्यपरक छैन यसरी भन्ने पुग्यो है साथीहरु। ल भिडियो पज गर्ने छिस्स लाएर 51 मिनेटको भइसकेको छ। ल अब अर्को नम्बरमा सक्काउ छिटो सक्काउ 1 घण्टाको भिडियो हुन लागिसक्छ। अब कुन हो फ नम्बरको फमा के भन्छ त भन्दा पारासुट प्रयोग गरी हवाईजहाजबाट पृथ्वीमा हाम फाल्न सुरक्षित अवतरण कसरी सम्भव हुन्छ? के चन्द्रमाको सतहमा पनि पारासुटबाट सुरक्षित अवतरण सम्भव हुन्छ? हुँदैन नि। पारासुट प्रयोग गरी हवाईजहाजबाट पृथ्वीको सतहमा हाम फाल्न सुरक्षित चाहिँ हुन्छ। किन हुन्छ त भन्दा यो पृथ्वीमाको वरिपरि भएको वायुमण्डलको कारणले गर्दाखेरि चाहिँ पारासुटलाई अब मान्छेले पारासुट प्रयोग गर्यो भने चाहिँ मान्छे मात्रै खस्यो भने त्यहाँ चाहिँ हावाकोले त्यति धेरै अवरोध गर्न पाउँदैन। चाहिँ मान्छे स्वतन्त्र रूपमा खस्नु भनेको चाहिँ 9.8 मिटर पर सेकेन्ड स्क्वायरको परिवेगले खस्छ। त्यसरी खस्नु भनेको चाहिँ पृथ्वीमा प्रत्येक सेकेन्डमा चाहिँ 9.8 मिटर पर सेकेन्डका दरले गति बढ्दै जाने हो। जति तल आयो त्यति धेरै गति बढ्ने हो। लास्टमा भुइँमा बज्राङ्गै बजारेर चाहिँ ऐया नि बा भन्ने हुने हो त्यो भनेको है। त्यसैले त्यसै खस्ने भने त्यस्तो हुन्छ। तर पारासुट लाएर प्रयोग गर्यो भने चाहिँ पारासुट त यस्तो खालको हुन्छ हैन। त्यसलाई चाहिँ के गर्छ त हावाको अवरोधले गर्दाखेरि चाहिँ हावाको अवरोधको अपथ्रस्ट ऊर्ध्वचापको कारणले गर्दा त्यसको के हुन्छ त गति घटाइदिन्छ। गति घट्नु भनेको त्यो वस्तु चाहिँ अथवा मान्छे चाहिँ स्वतन्त्र रूपमा खस्न पाउँदैन। स्वतन्त्र रूपले खस्नु भनेको चाहिँ प्रत्येक सेकेन्डमा चाहिँ 9.8 मिटर पर सेकेन्ड स्क्वायरको गति परिवर्तनमा नहुनु हो। अब त्यो नभइसकेपछि आरामले तल झर्छ र त्यो मान्ठन चोट लाग्दैन भन्ने कुरा हो। यसरी नै लेख्नु पर्यो। अब चन्द्रमामा के हुन्छ त भन्दाखेरि पहिला यसलाई देखाउने पारासुट प्रयोग गरी हवाईजहाजबाट पृथ्वीमा हाम फाल्दा ल पारासुट भनेको कस्तो हुन्छ हो प्यारासुट प्रयोग गरी हवाईजहाजबाट हाम फाल्दा पृथ्वीको सतहमा चाहिँ के हुन्छ त भन्दा सम्भव हुन्छ। सम्भव
हुन्छ किनभने पृथ्वीको वरिपरि वायुमण्डल छ। के मण्डल छ रे? वायुमण्डल छ हैन। उक्त वायुमण्डलको ऊर्ध्वचापले गर्दा प्यारासुटमा झुन्डिएको ऊर्ध्वचापले गर्दा प्यारासुटमा झुन्डिएको मानिस स्वतन्त्र रूपमा खस्न पाउँछ त? पाउँदैन। अलि लेखौँ। यदि स्वतन्त्र खसाइ छैन भने त्यस मानिसको गतिको परिवर्तन दर पनि के हुने त? 9.8 मिटर पर सेकेन्ड हुँदैन। अब तिम्रो फेरि झुक्क्याउ होला है यो। मैले गतिको परिवर्तन दर भनेको छु क्या। 9.8 मिटर पर सेकेन्डका दरले गति परिवर्तन हुँदैन। त्यो भनेको यो गति नै भन्न खोज्या हो। परिवेग पनि हो। त्यसैले स्क्वायर मात्रै लेखेको है त, मिटर पर सेकेन्ड मात्रै लेखेको। परिवर्तन दर पनि हुँदैन जसले गर्दा पृथ्वीको सतहमा सुरक्षित अवतरण हुन्छ। अब अर्को प्रश्न छ यसैमा है। चन्द्रमाको चन्द्रमा चाहिँ राम्री छौ। ल चन्द्रमाको आकाशमा यही हुने भने के हुन्छ त नि फेरि त्यहाँ? के चन्द्रमाको सतहमा पनि प्यारासुटबाट सुरक्षित अवतरण सम्भव हुन्छ? कारण हेर्नुहोस्, अब लेख्नुपर्छ। अब चन्द्रमाको आकाशमा प्यारासुटको प्रयोगबाट सुरक्षित अवतरण सम्भव छैन। किनभने त्यहाँ के छैन त? वायुमण्डल छैन साथीहरू, छैन। यदि बाहिरी अवरोध नहुने हो भने प्यारासुट
र मानिसको गति स्वतन्त्र एउटै हुन्छ। त्यसैले चन्द्रमाको आकाशमा प्यारासुटले काम गर्दैन। प्यारासुटले सुरक्षित अवतरणको लागि काम गर्दैन। लौ जाऊ। ल आजलाई यति है त। हस्, धेरै लामो भयो। र मैले आजलाई यति, र मैले फेरि पनि भाइ बहिनीहरूलाई अनुरोध गरेँ, भाइ बहिनीहरूले अब झ्याप्पै हेर्दा कहीँ मेला महोत्सव बाटोमा हिँड्दाखेरि यो भिडियो हेर्ने होइन। शिव केसी सरको च्यानलमा कर्णाली साइन्स एकाडेमी खोजी यस्तै ढाकाटोपी लगाएको चाहिँ फोटो छ मेरो च्यानलमा। त्यो च्यानल खोज्ने, त्यसपछि त्यहाँ कसरी हेर्ने, त्यहाँ प्ले स्टोरबाट कसरी हेर्ने भन्ने कुरा पनि म त्यो भिडियो चाहिँ हाल्छु। अब बल्ल सुरुवात हुँदैछ। योभन्दा अघिल्ला जति पनि भिडियोहरू थियो त्यो चाहिँ एउटा परीक्षण प्रसारण जस्तो हो। अब सुरुवात भइसकेको छ। अब भाइ बहिनीहरूले मजाले घरमा फुर्सद भएको बेलामा एकदम शान्त वातावरणमा बसेर यो भिडियो हेर्नुहोला। यो हिँड्दै हेर्ने भिडियो, कहीँ मेला महोत्सवमा गए बेला हेर्ने भिडियो होइन। यो शान्त कोठामा बसेर हेर्ने भिडियो भएको कारणले गर्दा यस्ता अन्य कक्षाकाहरू पनि ल्याउने कोसिस गर्छु। सबै विद्यार्थी भाइ बहिनीहरूले यो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै आजको क्लासबाट बिदा हुन्छु। नमस्कार।